वास्तवमै मुलुकले गणतन्त्रको प्रिमियम त्यसको रसवादन गर्न पाएन। पिपुलले गणतन्त्र के हो भन्ने कुरा अनुभूति गर्नै पाएनन्। गणतन्त्रका के हुन् त राम्रा पक्ष, के भयो भने गणतन्त्र हुन्छ, गणतन्त्रले के दिन्छ पिपुललाई, त्यो कुराको विषयमा पिपुल र गणतन्त्रको बिचमा कुनै कनेक्सन नै भएन। पिपुल गणतन्त्रसँग अट्याच हुन सकेन। तर केही दल र केही नेताहरूले सिङ्गो व्यवस्थालाई आफ्नो सेटिङमा चलाउने, आफ्नो दलका कार्यकर्ताहरूलाई रिजाउने, उनीहरूको दुनो सोझो गर्ने र आफूले राज्य सत्तालाई दुरुपयोग गर्ने अवस्थामा व्यवस्थालाई पुर्याए। त्यसैले आम नागरिकहरूमा एउटा डिसस्याटिस्फ्याक्सन के छ भने अहिलेको यो दलतन्त्रले गणतन्त्रलाई नेताहरूको आफ्नो दुनो सोझ्याउने, भ्रष्टाचार गर्ने र राज्य सत्तालाई दुरुपयोग गर्ने अवस्थामा पुर्यायो। त्यसैले गणतन्त्रमाथि गम्भीर प्रश्नहरू उठेको अवस्था छ। त्यो बेसिकली यो दलतन्त्रकै कारणले भएको छ। एउटा प्रश्न के उठ्छ भने गणतन्त्रको उपलब्धि के रहेछ यो मुलुक? आज हामी प्रत्येकले सोध्नुपर्ने प्रश्न बनेको छ। मलाई अनेस्टली के लाग्छ भने हामीले केवल साउथ एसियन रिजनलाई मात्रै हेरौँ। साउथ एसियन रिजनलाई मात्रै हेर्दाखेरि पनि हाम्रो जिडिपी साउथ एसियन रिजनमा सबैभन्दा कम छ। अन्य सम्पूर्ण इन्डेक्सहरूमा पनि हामी पछाडि छौँ। हामीले के चाहिँ उपलब्धि गर्यौँ? पिपुलहरूमा, युवाहरूमा मुलुकप्रतिको आस्था छैन, युवाहरूले रोजगारी पाउँदैन, फाइनेन्सियल सेक्टर कम्प्लिटली एनार्की छ, फाइनेन्सियल सेक्टरले मानिसहरूलाई राहत दिन सकेको छैन, मानिसहरू र ब्याङ्किङ सिस्टम, फाइनेन्सियल सिस्टमको बिचमा एक किसिमको अन्तर्द्वन्द्वको अवस्था छ। दुईटा किस्ता ब्याज तिर्न सकेर उसको घर जग्गा लिलाम गरिदिन्छ फाइनेन्सियल सिस्टम। त्यो एउटा क्राइसिसबाट मुलुक गएको छ। भनेपछि मुलुकले, पिपुलले के उपलब्धि पायो गणतन्त्रको? आज प्रत्येकले यो प्रश्न सोधिरहेको अवस्था छ। पिपुल नेतासँग पनि सन्तुष्ट छैन, दलसँग पनि सन्तुष्ट छैन, अहिलेको जसरी राज्य व्यवस्था चलाइराखेको छ त्यो प्रणालीसँग पनि सन्तुष्ट छैन, त्यो प्रविधिसँग पनि सन्तुष्ट छैन, त्यो प्रोसिजरसँग पनि सन्तुष्ट छैन। त्यसले पिपुलमा असन्तुष्टि छ। तर अब क्वेसन उठ्छ, डेमोक्रेसीमा हामीले दलतन्त्रको विकल्प खोज्न सक्दैनौँ। दल डेमोक्रेसीमा चाहिन्छ, तर दल रुल अफ ल भित्र बस्नुपर्दछ। दलले डेमोक्रेसीका भ्यालुजहरूभित्र दल बस्नुपर्दछ। आज दलहरू डेमोक्रेसीका भ्यालुजभित्र पनि नबस्ने र दलहरूले सेटिङमा राज्य सत्ता कब्जा गरेर त्यसको दुरुपयोग गर्ने र त्यसको मूल कारण चाहिँ राज्य सत्तालाई आफूले निजीकरण गर्ने। अर्थात् अहिलेका कम्पनीहरू, खास गरिकन प्राइभेट कम्पनी जस्तै दलहरू भए। त्यसैले मैले दलहरूलाई, खास गरिकन ठुला दलहरूलाई प्राइभेट कम्पनी भन्ने गरेको छु। यी प्राइभेट कम्पनीले मुलुकको हित गर्दैन। अघि हाम्रो डाक्टर साहबले क्वेसन उठाउनु भएको थियो, यहाँ धेरै ती क्वेसनमा धेरै समीक्षा गर्न सकिँदैन। तर म एक दुईवटा प्रश्न राख्न चाहन्छु। अब गर्ने के? अब हामीले दुईटा विषयमा निर्णय गर्नै पर्ने अवस्था आउँछ। अब राजा चाहिने हो कि गणतन्त्रै चाहिने हो, यो विषयमा निर्णय गर्नुपर्ने अवस्था मुलुक पुगेको छ। यी प्रश्नमा तपाईँ हामी अब चुप लागेर बस्न सक्दैनौँ। तर एउटा क्वेसन म के उठाउँछु भने जसरी गणतन्त्रको विषयमा प्रश्न उठेको छ त्यसरी नै राजाले पनि परिवर्तनको नायकको रूपमा हिजोका पूर्व पञ्चहरूलाई अगाडि सारे। के पूर्व पञ्चबाट यो मुलुकमा परिवर्तन सम्भव छ? हामीले खोजेको परिवर्तन पूर्व पञ्चले ल्याउने परिवर्तन हो। त्यसले राजा आफैले पनि वान आफ्टर एनदर यति धेरै गल्ती गरे कि उनीप्रति भएको पब्लिकहरूको जुन एउटा सपोर्ट थियो, पब्लिक सपोर्ट थियो, त्यो पब्लिक सपोर्टलाई पनि उनले ठिक ठाउँमा प्रयोग गर्न सकेनन्। त्यसैले आज अब राजा आउने अवस्था पनि एकदमै धुमिल भएर, कमजोर भएर गएको अवस्था छ। अर्थात् सडकबाट राजा आउन सक्ने सम्भावना देखिँदैन, किनकि पूर्व पञ्चले, जसको विरुद्धमा पूर्व पञ्चलाई, त्यो पञ्चायतमा कुनै आइडियोलोजी पनि थिएन, पोलिटिकल थट पनि थिएन र जुन दिन पञ्चायत छिर्यो त्यसको भोलिपल्ट कोही पञ्च पनि बाँकी रहेन। तिनै अवसरवादीहरूलाई लिएर आज राजा उनीहरूको पछाडि, उनीहरूको अगाडि सारेर राजा पछाडि बसेर म यो सिङ्गो गणतन्त्रलाई परिवर्तन गर्छु भन्ने एउटा दिवा स्वप्न बोकेर हिँडेका छन्। त्यसैले राजाले पनि वान आफ्टर अनदर गल्ती गरेको अवस्था छ भने एकातिर गणतन्त्रवादीहरूले डेलिभरी दिएको अवस्था छैन। तर यसलाई हामीले परिवर्तन गर्नुपर्छ। जसरी यो पार्टी आम जनता पार्टी प्रभु शाहजीहरूले जुन किसिमका प्रोग्रामहरू अगाडि सार्नु भएको छ, म उहाँहरू सबैलाई के भन्न चाहन्छु भने अब एक्लै भएर यो अहिलेको व्यक्तित्वलाई, यो अहिलेका दलको यो जुन हेजेमनी छ त्यसलाई परास्त गर्न सकिँदैन। सम्पूर्ण व्यक्तिहरू, यो मुलुकलाई माया गर्ने व्यक्तिहरू एउटा ठाउँमा उभिएर अब मिसन 84 होइन कि मिसन इलेक्सनबाट नै यिनीहरूलाई परास्त गर्नुपर्छ र अहिलेका यी ठुला दलहरू, यी नेताहरूलाई सत्ताबाट हटाउनु पर्दछ र एउटा राम्रो गुड गभर्नेन्स दिनका लागि सम्पूर्ण राष्ट्रप्रेमी व्यक्तिहरू एक ठाउँमा आउनुपर्ने अवस्था छ। त्यसको लागि एक्सर्साइज गर्नुपर्छ र आजको दिनले अब हामीले विकल्प खोज्ने बेला आयो भन्ने सन्देश दिनुपर्ने बेला छ। त्यो विकल्प भनेको राजतन्त्र पनि होइन, अहिलेकै अवस्थाको गणतन्त्र पनि होइन। त्यो विकल्प के हो भन्ने विषयमा हामीले साँच्चै डेमोक्रेटिक स्ट्रक्चरभित्र पिपुलहरूले
बेनिफिट पाउने र पिपुलको क्वालिटी अफ लाइफ हुने हामीले त्यो किसिमको गभर्नेन्स दिनुपर्ने अवस्था छ। त्यो गभर्नेन्स नै अबको विकल्प हो भन्ने कुरा मैले आफ्नो धारणा राख्थेँ। म यो आयोजकहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण मित्र